Hello guys, this is day 2 अनि हामी डेन्जर टायर्ड छौँ। त्यही पनि अब हिँड्नै पर्ने हुन्छ। लगभग 6 बज्यो अनि 6 बजे होइन 5 बज्यो। हामी बसेको होटेलमा चाहिँ मान्छे नै कोही उठ्नु भएको थिएन अनि हामीले चाहिँ तातो पानी पनि खान पाएनौँ। अनि हाम्रो मिस्टेक के भयो भने हामीले थर्मस पनि लगाएको थिएनौँ। त्यही भएर हामी यत्तिकै हिँड्यौँ। अनि त्यसपछि माथि एउटा भ्यू पोइन्ट जस्तो भनौँ न, हामीले जहाँ चिया खायौँ त्यहाँबाट चाहिँ दामी भ्यू देखिन्छ। त्यही भएर मैले चाहिँ त्यो ठाउँको नाम भ्यू पोइन्ट राख्थेँ। म चाहिँ आनन्दले बिस्तारै बिस्तारै गएर थिएँ, रेस्ट लिँदै लिँदै, बिकज इट वाज टु टायरिङ बाटो। सो गाइज, त्यहाँ चाहिँ लौरी विनायक त्यो उकालो सकेपछि त आई थिङ्क यात्रा अलमोस्ट कम्प्लिट हुन्छ अरे। यहाँ म वेट गरिरहेको छु। सो यतिखेर चाहिँ बिहानको 6 बजिसकेको छ र हामी चाहिँ अलिकति माथि चिया खानलाई वेट गरिरहेछौँ। हेलो अनि म चाहिँ वेट गरिरहेको छु। गाइज तातो पानी अनि ब्रेक चाहिँ खासै लिएन हामीले। त्यही चिया खाने अनि खाजा खाने ब्रेक लियौँ। अनि त्यसपछि छिट्टै नै हामी चाहिँ गोसाइकुण्ड नै पुगिसकेका थियौँ होइन। यो चाहिँ चोलाङपाटी भन्ने ठाउँमा हो। अनि एकदमै आनन्द तरिकाले गइयो। ल यात्रा सुरु भएको छ अब लौरी विनायकको उकालो। भ्यू इज नट भ्युइङ, किनभने पुरै ऊ लागिरहेछ, के भन्छ अरे त्यसलाई, 10 इनकेस तपाईँहरूलाई नम्बर चाहियो भने स्क्रिनसट गर्नु होला। अनि एकदम यो सबै बादलै बादल हो कि केही देखिया छैन। खास यो ठाउँको नाम चाहिँ लौरी बिना रहेछ है, नट लौरी विनायक। अनि यहाँ चाहिँ लौरो चढाएर चाहिँ अनि त्यसपछि जानुपर्ने रहेछ। लौरी बिनाको उकालो चाहिँ होइन, यो जुन मन्दिर छ नि त्यहाँबाट चाहिँ सुरु हुन्छ भन्दा फरक पर्दैन। अनि यो चाहिँ बुद्ध मन्दिर हो होइन। अनि बुद्ध मन्दिरबाट उता पनि उकालो ओह्रालोवाला बाटो छ। एभ्रिवान सेज कि लौरी बिनाको उकालो पछि त उकालै छैन भनेर, बट उकालो ओह्रालो सबै बाटो छ। हामीले टोटल हिँड्ने भनेको चाहिँ 18 किलोमिटर हो, तर कस्तो भने उकालो बाटो भएको भएर चाहिँ इट टेक्स टाइम नि त। त्यही भएर बिगिनरहरूको लागि चाहिँ एकदमै गाह्रो हुन्छ। त्यही भएर एकदमै आनन्दले चाहिँ हिँड्दा बेटर हुन्छ होइन। बिस्तारी हिँड्ने, भारी धेरै नबोक्ने। अनि गणेश मन्दिरदेखि चाहिँ भैरवकुण्ड सरस्वती कुण्डहरू देखिन थाल्छ होइन। अनि त्यही हो, भारी बोकिदिने मान्छेहरू पनि भेटिनुहुन्छ। पर डेको 800 त्यस्तो लिनु हुँदो रहेछ होइन। सो जस्ट एकदम आराम तरिकाले चाहिँ आफ्नो बडीलाई चाहिँ ब्रिदिङलाई ख्याल गर्ने मेन कुरा भनेको। अनि त्यसरी जाँदा चाहिँ बेटर हुन्छ। हेलो गाइज, हियर आई एम एट गोसाइकुण्ड। त्यहाँ चाहिँ तल कुण्ड रहेछ। एन्ड आज चाहिँ हामी यहीँ बस्ने हो, त्यही भएर आई एम लुकिङ फर द होटेल टु स्टे। त्यही हो। अनि मैले चाहिँ रुमहरू फिक्स गरेर अनि रुममै ब्याग स्याग राखेर अनि एउटा सानो बोतलमा पानी अनि खानेकुराहरू बोकेर चाहिँ एक्सप्लोर गर्न गएँ। अनि यो चाहिँ मन्दिर हो होइन। अनि त्यसपछि गोसाइकुण्डबाट मन्दिर हुँदै हुँदै त्रिशुलधारा भएर चाहिँ सूर्यकुण्डतिर म चाहिँ गइरहेको थिएँ। अनि त्यही हो, यो यस्तो राम्रो आनन्दको भ्यू थियो होइन। माथितिर चाहिँ एकदमै रमाइलो थियो। हेलो गाइज, यति बेला बजेको छ दिउँसोको 3 बजे, नट एक्ज्याक्टली बट अलमोस्ट। अनि म चाहिँ छु गोसाइकुण्डको के अरे परिसरमा र म लाग्दैछु सूर्यकुण्डतर्फ। अनि मेन चिज भने चाहिँ मसँग साथी चाहिँ हुनुहुन्न होइन। साथीहरू हुनुहुन्थ्यो होइन। ल सूर्यकुण्ड अहिले जाने भनिरहनु भएको थियो। म जबसम्म रेडी भएँ मैले कोही देखिनँ। अनि अलि अगाडि चाहिँ मैले फ्यु पिपलहरू देखेँ। आई जस्ट होप उहाँहरू पनि सूर्यकुण्ड नै जान लाग्नु भएको होस्। एन्ड फ्यु पिपल भयो भनेदेखि अलिकति सेन्स अफ सेक्युरिटी हुन्छ नि त। सो त्यहाँबाट म चाहिँ लागिसकेको छु। तर उहाँहरू त फर्किँदै हुनुहुन्छ। तर उहाँहरूभन्दा अगाडि पनि धेरैजना टोली देखाएको थिएँ मैले, हुनुहुन्छ होला।
all I need is 10 मिनटको क्लियर स्काई हैन 10 मिनटको क्लियर स्काई पनि हैन क्लियर भ्यू so that I can capture सूर्यकुण्डको भ्यू एन्ड अहिले चाहिँ म एकदमै फ्रेस छु हैन एक कप कफी खाएँ अफकोर्स यो आर्म्सहरू सोल्जर्सहरू चाहिँ लास्ट दुखिरहेछ बट सिन्स अहिले चाहिँ भारी दिएको छैन त्यही भएर आइएम जस्ट इन्जोइङ दिस आइएम लभिङ इट आइएम एब्सोल्युटली लभिङ इट अनि जुन लास्ट टाइम खुमाईबाट कोरी जाँदाखेरिको मिस्टेक थियो त्यो चाहिँ मैले गरेको छुइनँ आफूलाई चाहिने एसेसरिजहरू चाहिँ बोकेको छु खानेकुराहरू चाहिँ उहाँहरू फर्किरहनु भएको छ आएर न उहाँहरू यहीँसम्मको हो कि सूर्यकुण्ड जानुहुन्छ भनेर पनि एनिवेज मेरो टार्गेट चाहिँ सूर्यकुण्ड हो होपफुल्ली मैले कम्प्लिट गर्छु होला भन्ने मलाई लागिरहेको छ सो त्यही हो गाइस त्रिशुल धाराले है गाइस यो So guys, here we are heading towards Suryakunda. यहाँ हाम्रो साथीहरू भेटिसक्यो मैले के भन्नु छ हजुरलाई के भन्नु छैन अलिक गाह्रो छ कस्तो भइरहेछ ट्रेकिङ सो फार एकदम रमाइलो अलि हुसो लाग्यो अहिले तपाईलाई चाहिँ तपाईहरुलाई एकदम राम्रो कुनै समस्या छैन गुड राम्रो गुड सो गाइस गाइडको अघि पछि लाने हेरेछ हामीलाई त ढुक्क भइदियो सो गाइस हेरौँ वहाँको भ्यू कस्तो छ भनेर यहाँ एकदमै धुवा छ के भन्छ अरे यसलाई बादल लागिरहेछ बट होपफुल्ली वहाँ गएर एकछिन भए पनि के अरे क्लियर भयो भने चाहिँ वर्थ इट हुन्छ त्यही गाइस सो हियर वी आर सूर्यकुण्ड अझै भन्दा पछाडि के कुण्ड होला है बाफ्रे बर्दकुण्ड गाइस बर्दकुण्ड लाग्यो मलाई यहाँबाट रहेछ सायद त्यता पनि छ होला हो त्यता पनि तर अब ठिकै छ हामी आइसक्यौँ है त्यता उता पनि छ जस्तो कसैकुण्ड कुदिरहेकै देखिरहेछौँ हामी है सुत्छौ त ढुङ्गा छ क्या त्यहाँ खैरी ढुङ्गा छ अनि एउटा यस्तो माथिपट्टि आएको छ अनि पछाडि टाउको जतिको पार्ट सकेपछि फेरि अर्को छ एउटा ढुङ्गा त्यो रातो त अनि कहाँ ढुङ्गा हो त ढुङ्गा भने कहाँ शिवै हो त्यो टिका लाएर जता त्यो शिव लुकिरहेको नि है अब भोलि पर्सि आउँदैन है जानी बस्दिने यार कसले बोलायो त्यो रुममा कसले बोलायो जाउँ न त्रिशुल धाराबाट ओर्लाउनु भयो त्यहीँबाट यसो लाएर जाउँ ल एक राउन्ड लाएर जाउँ यहाँ बसेर हुन्छ यो पछि चाहिँ हाम्रो दिन सक्यो हामी होटलको रुममा गयौँ लगभग 6 बजे पुगेका थियौँ थ्याङ्क यू सो मच फर वाचिङ सी यू इन द नेक्स्ट वान